ल हामी चाहिँ आज हाइकिङ आएको अनि यहाँ गाडी चाहिँ यहाँ पार्क गरेर अब यहाँबाट बिस्तारै हामी माथि जान्छौँ। आज अलि चिसो छ। एन्छन् यता अलि यता हो छोरी। 19 जानेसम्म 19-20 जानेसम्म बोक्नुपर्छ क्या। 40 plus माथि। I'm famous. People were filming me. Someone was filming me. Slow. Oh, look at goat. Fast, no. Yeah, it's much longer now. We got lucky, didn't we? Everyone is screaming now. कस्तो गाडी कस्तो फिल भएर चाहिँ तिम्रो तातो भयो अनि ज्याकेट खोल्नु होइन त्यसो भए तातो भयो भने ज्याकेट खोल्ने पर भ्यू हेर्न कस्तो दामी छ है छोरी Everyone saw the video like wow. Everyone screamed. I see the moon. Huh? I see the moon. Moon? Yeah. I see it. फोटो खिच्ने कार्यक्रम जारी छ हो। अनि तपाईहरु चाहिँ कहाँ हिँडेको दुईजना चाहिँ? अब चाहिँ हाम्रो चाहिँ गन्तव्य एकदम आज चाहिँ टाढो। ल आज आइपासँगसँग आज घुम्ने हो। हाम्रो टुर गाइड चाहिँ आइपासँग हो। भेट भयो। आज आइसँग भेट्यो। खुसी लाग्यो भेट भयो। भेट भयो हामी है। हाइकिङ गर्न आयो। हाल फोटो वरुङ पनि यता नजिकै रहेछ नि। तर कस्तो राम्रो ठाउँमा बस्नु भएको छ है। मेरो छोरी चाहिँ यहाँ एकछिन Yes. बिस्तारै हिँड्छ नि। है आज चाहिँ हाम्रो ट्रिप चाहिँ यतातिर के भन्छ त्यसलाई डाँडाकाँडातिर अब एकादेशमा एउटा स्विजरल्यान्डको डाँडाकाँडातिर यस्तो छ है डाँडाकाँडाको हालचाल चाहिँ यतातिर हेर्नुहोस् है तपाईँहरूले यहाँ पुरै बादलमाथि त नि हामी हो र बादल मुनि बनाएको हामी अघि अब यस्तो राम्रो छ यहाँको त एकदमै ब्युटिफुल के अब है एउटा सुन्दरताको पनि बयान गरेर चाहिँ बयान नसकिने ठाउँलाई चाहिँ भन्छ स्विजरल्यान्ड 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 भनेपछि त्यो नै बयान हो आमा यहाँ चाहिँ हेर्दै अब नै नै Hello. केबल कार चाहिँ अघि हामी यहीँबाट त आएको यहीँबाट आएको कि तिम्रो
मैले युट्युबको लागि भिडियो बनाइरहेछु यो चाहिँ यहाँबाट अन्डरग्राउन्ड यसै हिँड्ने रहेछ आम्माम यो ड्रोनबाट राम्रो हुन्छ नि ल यस्तो ठाउँ रहेछ हौ दामी रहेछ त ऐसे ल बिस्तारै हिँड्ने आनीसँग हामी यसरी अन्डरग्राउन्डमा हिँड्दैछौँ यो चाहिँ वडाल्दै रहेछ अब यहाँबाट चाहिँ कहाँ पुग्छ फेरि यसरी हिँड्ने हो यहाँबाट मान्छेहरू यसरी आउँछ अनि त्यसपछि यस्तो देख्छ यो हो नि त भ्यू यो चाहिँ एपेन्जल भन्छ यो ठाउँको लागि ठाउँ चाहिँ अनि कोही मान्छे कहाँबाट निस्किरहेको स्टोर रुम सामान राख्ने स्टोर रुम अनि यस्तो रहेछ यसरी बनाएको अनि यो चाहिँ रेस्टुरेन्ट हो कि ल चिया अर्डर गर्दै गरेँ चिया अर्डर गरेको हुँदै गर्मी पो भयो अघि चाहिँ जाडो लागेको थियो यो अर्को चर्च पो रहेछ यहाँ यो चाहिँ चर्च होइन 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 है यो चाहिँ चर्च रहेछ यो चाहिँ ओह्रालभित्र यस्तो हुँदो रहेछ यहाँ चाहिँ यस्तो राम्रो ठाउँ रहेछ त नि यस्तो राम्रो ठाउँ छ एपेन्जल भन्छ यस्तै हेलो यहाँबाट यस्तो भिर रहेछ हौ यहाँबाट यस्तो भिर रहेछ मान्छेहरू हिँड्यो भने यसरी हेर्न तल हेर्न तल तल कस्तो उ छ डर लाग्यो डर लाग्यो है यहाँ त हुँदै हुँदैन कि पहिलो कुरा है काम थियो अनि 12 बजिसक्यो पसल झर्ना पगोडमा त जाने मात्रै भन्नु कि अरिजिनमा त फेरि मोटर है म त फेरि त्यो खाना पकाएको थियो राख्नु रातको 12 बजे हैन यो मेमोरी अघि उल्टो भयो नि अघि त्यो अलिकति त्यो बाटो हिँडेर आएको हामीले उल्टो हिँड्दैछ नि बाटो बाउ एलाउड कि नट एलाउड भ्याकेन्सी ओपन छ यहाँ भ्याकेन्सी ओपन छ आयो भने चाहिँ यहाँ यो चाहिँ यो ठाउँको चाहिँ एकदम फेमस चाहिँ यो यो रेस्टुरेन्ट चाहिँ यो रहेछ मान्छेहरू यहाँ रेस्टुरेन्टहरू यसरी रहेछ मान्छेहरू यसरी यो रहेछ यहाँ चाहिँ यो पहाडको मुनि चाहिँ यसरी रेस्टुरेन्ट यसरी बनाएको छ यस्तो रेस्टुरेन्टहरू छ बार रहेछ यो चाहिँ यो हिमालको छेउमा यस्तो बारहरू बनाएर
यसरी मान्छेहरू टक्क बार बनाएर यसरी राखेको छ अनि यसरी हाम्रो देशमा पनि यसरी बनाएको भए त कति राम्रो हुन्थ्यो होला अनि यहाँको मान्छेहरू यसरी खाँदै पहाडमा अनि इन्जोय गरिरहेछ अनि मान्छेहरू यसरी खाजा ब्रेकफास्टहरू खाइरहेछ अब ब्रेकफास्ट हुँदा अब लन्च आम्माम ल हामी चाहिँ यहाँ आमामा के हो यो बट्टी पसल जस्तो छ यहाँ छेउमा त त्यो कुकुर ल है ल साउनी चाहिँ हो यहाँ ग्राहकहरू चाहिँ हामी यहाँ अर्को ग्राहक चाहिँ यहाँ थाकिरहेछ सरी मोमो ल ओके अलिक सुकाउनुपर्छ यस्तो यस्तो घाम भयो भने राम्रो हुन्छ चामल अलिक सुकाउनुपर्छ कि राम्रो हुन्छ दिन पनि आज कस्तो राम्रो लाउनुहोस् Children have to hold this line. You see. Maybe it will reach. I think the lake is बाटोहरू यस्तो राम्रो बनाएछ टक्क यो तेर्सो बाटो भयो भने समात्ने ठाउँ बनाएर अनि कोला हुन्छ उता दिदीको नानीको साइज अलिकति स्पेड हुने बित्तिकै थपिहाल्छ पैसा है हाय छोरी आज मजा भयो छोरी है अब त पुग्नु लाग्यो रे आनीले भनेको है तिमीलाई कस्तो भयो आज तिमीले के मन पर्यो ए ल हिँड तिम्रो त खालि त्यही त हो नि हो एक्साइटेड भयो छोरी आज तिमी आज मेरो सरी आज मेरो छोरी मजाले हिँड्यो हरियाली घाँस आइपासँग र मेरो बुढी बुढाबाट आउँदैछ दुईजना कति घन्टा हिँड्यो आज 3 hours over 3 hours तक भइसक्यो हो हो ल के अरे यो के अरे अटम सिजन पनि एकदम आफ्नै उ छ के राम्रो छ अरे हेलो ब्युटिफुल छ के राम्रो छ अरे धेरै बस्यो भने त थाक्छ है फेरि है धेरै बस्नु पो नि यस्तोमा त भाइ सकी आउनु है अहिले फेरि ल हिँड्नु गुड 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 गुड
गाडी आउँछन् कसो त त्यो उता मेन बाटो आउनुपर्छ नि छोरी यहाँ तिमी कसरी हिँडेको जोन हो ल हिँड्नुहोस् है हिँड्नुहोस् बिस्तारै चाहिँ लड्ला फेरि जा दामी छ सिस्नु चाहिँ ल ओहो ल हामीलाई चाहिँ यहाँ आइपासले सिस्नु टिप दिँदैछ यहाँ स्विसमा चाहिँ सिस्नु बारी यहाँ आज आइपासङको गार्डनमा अब यहाँबाट चाहिँ हामी चाहिँ यहाँबाट उकालो फेरि सेको लागि जाने हो Huh? Huh? Hello. No. No. ल आउने क्रम जारी छ हिँड्ने क्रम जारी छ थाक्यो होइन आज आज चाहिँ सही भयो यहाँ याङचेनले चाहिँ सही भयो क्या छोरी हेलो ल अब यहाँबाट हामी चाहिँ यो एपेन्जेल भन्ने ठाउँबाट चाहिँ अघि हामी माथि गएर चाहिँ अब यहाँबाट चाहिँ हामी एउटा चे छ अब स्विसमा चाहिँ चे भनेको चाहिँ लेक छ त्यो लेक हेर्छ नि अब यहाँबाट चाहिँ अनि टुरिस्टहरू म्याक्सिमम टुरिस्टहरू आउँदो रहेछ यो ठाउँमा अनि यो ठाउँ पनि यस्तो छ अब हामी माथि जाने हो यो ठाउँमा यहाँ चाहिँ होटलहरू चाहिँ बनाएर छ यो त गाडी पनि आउँदो रहेछ दाइ हो र ए यहाँको लोकल है यो चाहिँ हिमालतिर घर यस्तो हुन्छ अपेन्जेलमा ल हामी चाहिँ बल्ल बल्ल यो ठाउँमा आइपुग्यो एपेन्जेलको यो एकदमै राम्रो खोला गुची हेलो हेलो गुची यो ठाउँमा आइपुग्यो टक्कै यो लेक यहाँको लेक हो यो यहाँको फेमस लेक
एकछिन चिप्लिन्छ त्यो भित्र यहाँ पुग्यौँ हामी चाहिँ ल हजुर भिडियो तिमी चाहिँ अघिदेखि चिउचिउ गरिरहेछौ अहिले फेरि खुट्टा Look at the swarm of चङ्गु के अनि त त्यही भनेर अघिदेखि के भन्छ हाम्रो चङ्गु भन्छ चङ्गु दुईजना ठिक छ नि हल्का थाकेको थाके है आज दह्रो हिँडाइ पुरै हाम्रो खुट्टाहरू पुरा उ भयो हो र पुरस्कार लाग्छ के अरे हेत्तेरी के भनेको यार चाउनी त्यस नभन्ने शेर्पिनहरू यस्तो भनेर कहाँ हुन्छ Can you get me a stick? यो माछाहरू रहेछ हेर माछाहरू No. माछाहरू हेर यहाँ माछा I want to catch matza. Matza. जाँदाखेरि सके आई सबैजना यस्तो यस्तै गरेर जाँदो रहेछ मेसी लाइन लाएर जाँदैछ राम्रो त भित्ताको फेस्टै देख्दैछ अलि यो त्यति गोलो भनेर त ठिकै देखाउँछ नि अलि अर्को सरी निन्जा भइरहेछ तिम्रो हजुर आइसियु पो फर्केर बस्नु भने के हामी चाहिँ साउनीले त साउनी जाँदै यो चाउनीलाई हुन्छ उतै माथि छ रहेछ होइन चौरिस त फर्कस उहाँले चाहिँ नि दिसो ठाउँमा चौरमा बसेर अनि यता सेको पनि फोटो देखाइदियो कि त्यो पर पाखामा त्यो गाई उसले भनेको त्यो गाई गोठो के त्यो होइन त्यसको यतापट्टि बसेको अरे माथितिर अनि गाईको दुध कति सस्तो छ अरे अब त्यहाँतिर बसेर टिकटक देखाइदिनु आज मेरोको बसेको टेन्ट र चिया पकाएको भाँडा कहाँ छ चिया चाहियो यहाँ हामीले चाहियो भने त्यहाँ हामीलाई चाहियो छैन है अब त्यहाँ हाम्रो चिया ल्याएको पनि सक्यो यहाँबाट त हाम्रो आउँदैछ यहाँबाट 0.5 हो त्यो त उसले त नि 300 400 500सम्म रोज हालेको हुन्छ कि त्यो लाइफमा तान्नु श्रीलङ्का जान्छ नि त्यही भएर त्यो श्रीलङ्का है त्यही भएर पो हिजो मैले हेर्दा त 10,000 पो कटिसकेछ सुबित्राले खतरा परेछ एकदम त कताको भिडियो है गर्नु छ पाकमा गएछ पिरो है यस्तो पिरो अहिले पिरो भयो होला मैले यो गरी खाएँ क्या त्यति पिरो छ है भाडामा होला भाडामा त्यो उनीहरू पैसा आफै तिरेर आफै ड्राइभ गर्ने होला नि मेरो खाना नि म त सकाए म त मोमो मोमो चाहिँ अलिकति यो मोमो चाहिँ तातै रहेछ हो र थोरै थोरै
CIC. बिसाइल दिनु न म भ थ्याङ्क यू म पुगेँ आलुदम है आलुदम पनि भयो सेसा पिरो छैन मैले यो खोर्सानी खाइदिएँ कि बढी ल है ल अब खाना खाएर वारला राजेको अवस्था होइन अब चाहिँ यस्तै ल हामी चाहिँ यहाँबाट रेस्टुरेन्ट क्लोज भयो अब यो पाखाको होइन बादल लागेर पुरै चिसो भयो अब त आमा मान्छेहरू ल अब आजको लागि चाहिँ हामी सकेर अब फिर्तै अब जान लाग्यो घर अनि पासपोर्ट त यही हुन्छ त है नि तातो रहेछ यहाँ बसेको ल भिडियो गरेको मिल्दैन कहिले मिल्दैन यहाँ गाडी ल्याउने बित्तिकै त उनीहरूको बिजनेसै गइहाल्यो होइन त्यही त अब चाहिँ हामी ब्याक भएको अब मान्छेको छोरीहरू खुट्टा दुखेर हेर्न यहाँ यो खुट्टाहरू पुरै दुखेको छ है पेटको यस्तोहरू सबै दुखेको छ हो दुख्ने क्रम जारी हो त्यो अघि बोतल छ नि त्यो बोतलमा हालेर खानु बढी प्यारासुट माथि प्यारालाइटिङ गर्नु भनेको अनि यतिखेर त कहाँ हामी अब ढिलो हुन्छ नि फेरि हामी यहाँतिर छौँ
ल बल्ल गाडीमा पुग्यो हामी चाहिँ ल ल आज यात्रा रमाइलो भयो है ल थ्याङ्क यू सो मच आइपासँगलाई राम्रो ठाउँमा घुमाउनु भयो हामीलाई गाइडिङ सबै तिमी जसो एकैचोटि सिधा पनि सिधौ भोलिसम्म राखेर खानु खाऊ तिम्रो इच्छा